यस्तो चाहिँ मेरो सुन्तला बगान चाहिँ पापाले चाहिँ यसरी यति मेहनत गरेर घुम्ने बनाएको रहेछ। फिर्किनी दुईटा चल्दैछ। यो चाहिँ तलको पनि चल्दैछ, यहाँको चाहिँ अहिले पानी काटिरहेको छौँ। सबै क्रोनिङ गरेर मलहरू लगाएर रेडी भइरहेछ। अबको 20-25 दिनमा चाहिँ फुल्नु थाल्छ। यहाँ मुनि पनि एउटा फिर्किनी हालेको रहेछ। यो रुखहरू अलिअलि छाट्नु पर्नेछ। यहाँ तलसम्म छ। यस्तो चाहिँ लोसिङको ओरेन्ज गार्डन चाहिँ मेरो। हेर्नुहोस् है, एक हजार छ टोटल। त्यहाँदेखि तल साइडमा एभोकाडो पनि लगाएको छु। यो चाहिँ अस्ति मैले कटिङहरू गरेको 2 वर्ष भएको बोट हो यो चाहिँ हाइब्रिड हो। हाइब्रिड चाहिँ होइन, हाइब्रिड भन्दा ग्राफ्टिङ भन्छ यसलाई। ग्राफ्टिङ बोट रहेछ। यो चाहिँ गभर्मेन्टले दिएको हो नयाँ। अनि यहाँ सानो पनि छ, यिनीहरू पनि ग्राफ्टेडहरू नि हो। छिटो फल्छ यिनीहरू चाहिँ।